स्टेजमा आफ्नो चेयरमा आएर बस्नु भने पनि मैले खै तपाईँ बजाउनुहुन्न ल त्यो सँगसँगै बाहिर आउनुहोस् त त्यहाँ फोहोर हुन्छ के हुन्छ भनेर म अघि नै भनेको मैले यहाँ जस्तो पाहुनाहरू रहेछ हेलो गोर्खा 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 सबैजना बाहिर आउनुहोस् गोर्खा धन्यवाद नुवाकोट है अब कोही हुनुहुन्छ कोही हुनुहुन्छ भने अब मैले नृत्यकार सुनिता बहिनी र सलिना बहिनीलाई बोलाएँ निर्मल भन त नि एकछिन भन्छ मैले अघि नै तपाईँहरूलाई भनेको थिएँ भोजपुर जुन ठाउँमा बाटो उठेर जानुभयो त्यही ठाउँमा तपाईँले आफ्नो खाना ल्याएर खानु होला भनेर जब तपाईँले तेल पुच्छ लाग्यो है ल सबैजना बाहिर आफ्नो ठाउँमा आएर खानु त त्यहाँ फोहोर भयो त्यहाँ अप्ठ्यारो भयो त्यहाँ मेरो दिदी भाउजू दिदी ओइ कमन अलि खाऊ नि त खाऊ नि त जाऊ नि त जाऊ त सिन्धुपाल्चोक है सिन्धुपाल्चोक आयो सिन्धुपाल्चोक सिन्धुपाल्चोक ओके ओके सिन्धुपाल्चोक मकनपुरे गालेहरू हेटौडाको यता फेरि छैन के अरे बुढा नीलकण्ठ एकदम ओडा अध्यक्षको भाइ भनौँ होइन त्यो हामी लिल हामी सबै साथीभाइ दिदीलाई पनि सचिवालय हाम्रो नाम होइन ठाउँको नाम सङ्घ सभा हाम्रो सङ्घ सभाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ सङ्घ सभाको हाम्रो धादिङको प्रतिनिधि शिवख्याङ हाम्रो गङ्गा जमुनामा चाहिँ माघे सङ्क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलिदिनु भएको थियो उहाँकै सक्रियतामा हामी गएर प्रेम कार्यक्रम गरेर हामीलाई धेरै माया स्नेह सबै दिनुभएको थियो धन्यवाद मान डाँगे घल्टी मान हजुर मान घल्टी धेरै धन्यवाद हाम्रो बहिनी के अरे नाम डाँगे घल्टी साम्री घल्टी होइन डाँगे हो र मिठो मिठो खाम